समय 10 मिनट। त्यसपछि मान्य शिव नेपाली। अध्यक्ष महोदय, नेपाल सरकारको विनियोजन विधेयकका सिद्धान्त विधेयक 2082 का सिद्धान्त र प्राथमिकतामाथि बोल्न म यहाँ उपस्थित भएको छु। सभामुख महोदय, अप्ठ्यारो छ। सत्तापक्षका मान्यजीहरूलाई झन् अप्ठ्यारो छ, प्रतिपक्षलाई पनि अप्ठ्यारै भइरहेछ। सत्तापक्ष र प्रतिपक्ष सत्तापक्षीय मान्यजीहरूलाई सत्तापक्ष कि प्रतिपक्ष छुटाउन गाह्रो छ, यस्तो अवस्था छ। अनि मन्त्रीज्यूले दिने जवाफ मान्यज्यूले जवाफ दिइराख्नु भएको छ। बजेट खासमा चाहिँ अस्ति अर्थ समितिमा हामी योजना आयोगलाई बोलाएका थियौँ छलफललाई, अर्थ मन्त्रालयलाई पनि। योजना आयोगले त्यतिखेर 1 महिना अगाडि चैत्र महिनासम्म मात्रै कार्यविधिले चैत महिनाको मसानसम्म मात्रै कार्यक्रमहरू इन्ट्री गर्न सकिन्छ भन्नुभएको थियो प्रोजेक्ट ब्याङ्कमा। अहिले हामी जेठ 1 गते छलफल गर्दैछौँ र यो हुन्छ होला भनेर अनुमान गर्दैछौँ, त्यसैले यो हुँदैन। चैत्र 30 गते नै त्यो चाहिँ योजना ब्याङ्कमा इन्ट्री नगरेका आयोजना हुँदैनन्। त्यसो गर्दा यो छलफल कति सार्थक छ एउटा कुरा। अर्को कुरा चाहिँ त्यतिखेरै 6,500 आयोजनाहरू ब्याङ्कमा आइसकेका छन् भन्दै हुनुहुन्थ्यो। 6,500 आयोजना 1 महिना अगाडि नै भइसक्यो। अहिले हामी छलफल गर्ने यहाँ चाहिँ सुझाव दिएका प्राथमिकताहरू आयोजनै दर्ता भइसक्यो, कार्यक्रमै इन्ट्री भइसक्यो, यहाँ हामी बल्ल सिद्धान्तको कुरा गर्दैछौँ। सभामुख महोदय, यो खालको चाहिँ विसङ्गति छ। त्यसैले यो सबै सच्याउनलाई 3 महिना अगाडि छलफल गर्ने गरी अध्यादेश जारी भएको थियो गत वर्ष। पछि चाहिँ सरकारले वर्तमान सरकारले 1 महिना अगाडि गर्ने गरी ल्याएको थियो। अहिले हामी चाहिँ त्यति समय पनि छैन, 14 दिन अगाडि हामी छलफल गर्दैछौँ, 15 दिन अगाडि बजेटको भन्दा। यसलाई धेरैले कर्मकाण्डी भन्यो, अब केलाई के भन्ने, यसलाई अप्ठ्यारो विषय छ। त्यसैले यसलाई सच्याउँ। माननीयज्यूहरू यति महत्त्वपूर्ण सर्वोच्च निकाय हो, जनप्रतिनिधि संस्थाको सार्वभौम जनताको प्रतिनिधित्व गर्छ। हामी सबैले पटक पटक त्यही गरिरहेका छौँ, यसलाई सच्याउँ। यहाँ भएका छलफल बहसहरू, प्राथमिकताहरू, सिद्धान्तहरू रचनात्मक रूपले छलफल गरौँ, विगतको समीक्षा गरौँ र एउटा बाटो निश्चित गरौँ, जसले कहीँ न कहीँ। म गत वर्ष झन्डै 1.5 महिना यही दुईटै हाउसमा बसिराखेँ। बाहिर चाहिँ यसो चाहिँ 5 मिनटको लागि जान पनि यहाँ खोजी हुन्थ्यो र चाहिँ सभामुखजीले यहाँ बन्द गरिदिनुहुन्थ्यो। फर्केर 20 मिनट रोकेर 15 मिनट रोकेर आउँदा बल्ल फेरि सुरु गर्नु पर्थ्यो। त्यति कडी कराउ चाहिँ संयोगले यसपल्ट अर्थमन्त्रीलाई त्यति कडाइ गरिएको छैन। प्रतिपक्ष लिबरल छ। अर्थमन्त्रीज्यूका अप्ठ्यारो हामी बुझेका छौँ। 1.5 महिना एकछिन राष्ट्रिय सभामा जाँदा प्रतिनिधि सभामा बन्द गरिदिने, प्रतिनिधि सभा आउँदा राष्ट्रिय सभा बन्द गरिदिने जस्तो अवस्था थियो भन्दा यस्तो असहिष्णु पनि हामी छैनौँ। तर यसो हुन्छ। त्यो 1.5 महिना अर्थमन्त्री यहाँ बसिराख्नु भएको छ। अर्थमन्त्रीका दुःख छन्। उता हरेक मन्त्रालयले आफ्ना आयोजना चाहिँ इन्ट्री गरिसक्यो 1 महिना अगाडि। हरेक मन्त्रालय, हरेक कार्यालयहरूले। अर्थमन्त्री चाहिँ यहाँ सिद्धान्तमा छलफल गराउँदै हुनुहुन्थ्यो, प्राथमिकता छलफल गर्ने। प्राथमिकता होइन, कार्यक्रम टुङ्गिसक्यो भन्दा यो अप्ठ्यारो, यो यथार्थ हो। हामी किन नजरअन्दाज गरिरहेको छौँ, किन आँखा चिम्लिरहेको, यसलाई सुधार गरौँ। मेरो पहिलो अनुरोध यो छ। दोस्रो कुरो चाहिँ मैले के भन्न चाहन्छु भने अहिले असन्तुष्टि छ, गुनासो छ। कसमा छ भन्दा सबभन्दा बढी हामी जसले जेनजी भनिरहेका छौँ, जेनरेसन जेड पनि भनिन्छ, सन् 1996 देखि 2012 सम्मको पुस्तालाई जेनजी भनिएको छ, जो अहिले 29-30 वर्ष पुग्यो। त्यो पुस्ता अविवाहित छ, करियर खोज्दैछ, पढाइको उत्कर्ष छ, कति चाहिँ मध्यम तहमा छ। त्यसको बारेमा हामी कुरा गर्दैछौँ, नीति कार्यक्रममा पनि आयो। त्यसपछि 12-13 पछि 24 सम्मकोलाई जेनेरेसन अल्फा भन्छ, त्यो त अलग छ अझ। त्यसपछि 2025 जनवरी 1 देखिलाई बिटा जेनेरेसन भनेको छ। दुईटा जेनेरेसन त अर्को आइसक्यो, त्यो कसरी हुर्किँदैछ त्यो कुरा हामी कहीँ न कहीँ सैद्धान्तिक रूपले छलफल गर्नुपर्ने होइन। हाम्रो दायित्व भोलिको लागि पूर्वाधारहरू बनाइदिनु पर्ने होइन। हामी जेनजी कुरा गर्छौँ, जेनजी बल्ल चर्चा हुँदैछ। जेनेरेसन अल्फा, जेनेरेसन बिटा कसरी हुर्किरहेको छ। जेनजी चाहिँ डिजिटल उसमा चाहिँ प्रविधिसँग चाहिँ खेलेर हुर्किरहेको छ र त्यसमा चाहिँ उसको भर्चुअल दुनियाँमा छ। तपाईँ हाम्रो पुस्ता धेरै जसो हामी फुटबल ग्राउन्डमा खेल्छौँ, भलिबल खेल्छौँ, मेला जात्रा जान्छौँ, काम गर्छौँ,
मान्छेसँग, प्रकृतिसँग, समुदायसँग घुलमिल भएर हुर्किएका छौँ। तर जेनजी भर्चुअल फुटबल खेल्छ, भलिबल खेल्छ, अरू चिज खेल्छ, सबै भर्चुअल ज्ञान लिइरहेको छ। मान्छेसँग अन्तर्क्रियाले होइन। हामी टिचरसँग अन्तर्क्रिया गर्थ्यौँ, होइन, टिचर कहाँ छ थाहा छैन, भर्चुअलले चाहिँ उसले नलेज लिइरहेछ। त्यो राम्रो कुरा हो, प्रविधिको विकास हो। तर साथसाथै त्यसले फेरि त्यस्ता आइसोलेसन जन्माइरहेछ। समाजबाट बेखबर, प्रकृतिबाट बेखबर, परिवारबाट बेखबर, आजको यथार्थबाट बेखबर पुस्ता पनि जन्मिरहेछ। यसलाई कसरी डिल गर्छ हाम्रो विकासले, हाम्रो कार्यक्रमहरूले? यो आजको चुनौती। जेनजीको चर्चा भएको छ, त्यसै जेनजीलाई समेट्ने भनेको चाहिँ आजको पुस्ताका आकाङ्क्षाहरूमाथि बहस गरौँ, छलफल गरौँ। त्यो कार्यक्रम प्रार्थना त्यो कहाँ हुन सक्ला? डिजिटल पूर्वाधार विकासमा हुन सक्ला। डिजिटलदेखि अगाडि अझ स्मार्ट पूर्वाधारहरूका माग भइसक्यो। गतको बजेटमा मैले त्यही कुरा राखेँ, स्मार्ट पूर्वाधारहरूको कुरा गरेको थिएँ। अलिकति बहस होस् यसमा, कस्तो होलान् अबका स्मार्ट पूर्वाधारहरू। डिजिटल पूर्वाधार त धेरै पुरानो भइसक्यो, अझ अगाडि बढिसक्यो भन्दा अहिलेको जेनेरेसन, अब नयाँ जेनेरेसन हामी इन्टेलिजेन्स के अरे आर्टिफिसियल इन्टेलिजेन्सको जेनेरेसन भनिरहेको छौँ। आर्टिफिसियल इन्टेलिजेन्स रोबोटिक्ससँग हुर्किरहेछ। गत वर्ष एउटा विवरण आएको छ, अमेरिकामा आगामी 2027सम्ममा, आगामी 2 वर्षभित्र 1,37,00,000 आजका रोजगारीहरू गुम्छ एआईका कारणले भन्दा हामी समाजवाद भन्ने बित्तिकै डराउँछौँ। उत्पादन त्यति सजिलो भइसक्यो, प्रविधिले सबै मान्छेको ठाउँ लिइसक्यो, जनसङ्ख्या बढिरहेछ हाम्रो देश पनि विश्वमा पनि। भन्दा यो उत्पादनलाई पुनर्वितरण कसरी गर्छौँ? सबै चिज मेसिनले गरिदिन्छ अनि हामीले के गर्छौँ? कहाँ चाहिँ रोजगारी सिर्जना गर्छौँ? यो त हाम्रो चुनौती हो, विश्वभरिको चुनौती हो, मानव समुदायको चुनौती हो। यो बारे छलफल गर्ने कि नगर्ने? हाम्रा ठुल्ठुला उद्योग खुलेका छन्। विगतमा त्यो 1000 मान्छेले रोजगारी गर्ने ठाउँ अहिले 10 जनाले गरिरहेछ। प्रविधि छ, अटोमेसनमा छ सबै कुरा। मन्त्रीज्यू घुमिराख्नु होला, यहाँहरू घुमिराख्नु होला, बियर फ्याक्ट्रीहरू जानुहोस्, चुरोट फ्याक्ट्रीहरू जानुहोस्, जहाँ 1000 मान्छे कम्ती पनि चाहिन्छ मेन्युअलले। सुर्तीको यहाँ चाहिँ कच्चा परात राख्छ, निस्किँदा एकैसाथ प्याक भएर निस्किन्छ। 1 दर्जन मान्छेले रोजगारी भएको छ। यसरी रोजगारी गुमिरहेछ टेक्नोलोजीले, रोबोटिक्सले अझ कति गुम्ला? त्यो मान्छेलाई कसरी म्यानेज गर्ने? त्यो उत्पादन कसको हो? मानव समुदायको। वितरण न्यायचित रूपले वितरण गर्नुपर्ने, कहीँ न कहीँ अझ समाजवादबारे त छलफल गर्नै पर्ने भइरहेछ। उत्पादन वृद्धि छ टेक्नोलोजी, तर केही मान्छेको हातमा छ कि यसरी नै भोलि चाहिँ स्थिरता रहन्छ? मानव बिचको चाहिँ द्वन्द्व यसले व्यवस्था गर्न सक्छ भन्दा सक्दैन। आज स्वास्थ्यमा, शिक्षामा आएका राज्यका दायित्वबाट बाहिर निस्क्यौँ भनेर 90 को दशकमा निजीकरण सक्नेले स्वास्थ्य किन्ने, शिक्षा किन्ने, नसक्ने सक्दैन भन्दा त हामी कहाँ कुन विकृति आयो भने आजको हामीले सिद्धान्तको कुरा गर्दा चाहिँ हामीले निजीकरण, बजार अर्थतन्त्रमा गयौँ, त्यसका विकृतिहरू सच्याउँदै हामी राम्रालाई स्थापित गर्दै अझ प्रवर्धन गर्दै त्यसका विकृति सच्याएर नयाँ चरणको आर्थिक सुधार हो नि त। नयाँ चरणको आर्थिक सुधार जरुरी छ, जो कुरा जेनेरेसन जेडलाई अथवा जेनजीलाई सम्बोधन गर्छ एकातिर, अर्कोतिर हाम्रो नेपालको आवश्यकतालाई सम्बोधन गर्छ। यो सबै सिद्धान्त सैद्धान्तिक रूपले त्यो ओरिएन्टेसनमा हाम्रा चाहिँ बजेटहरू, कार्यक्रमहरू केन्द्रित हुनुपर्छ। मेरो सुझाव यो रहेको छ। त्यसै गरी चाहिँ हामी निजीकरण, सबै बजारलाई छोड्दा विकृतिहरू आयो। निजी क्षेत्र कति ठाउँमा कार्टेलिङ गरिरहेको छ, मोनोपोली गरिरहेको छ, कहिले के गरिरहेको छ, यति हड अराजक पनि भएको छ। गर्दा गर्दा मैले भने अस्ति पनि नीति कार्यक्रममा आसेपासे पुँजीवादमा व्यक्तिलाई होइन, आसेपासे पुँजीवाद हुँदै हुँदै गएर चाहिँ के अरे बिचौलियाहरूले चलाउनुतिर गयो। त्यो भएन, यस्तो अराजकता चल्दैन। र त्यहाँनिर चाहिँ हामीले कानुन त बराबर हुनुपर्छ, कानुनी शासन हुनु पर्यो, निजी क्षेत्रलाई पनि प्रतिस्पर्धी खालको हुनु पर्यो, एउटै प्रतिस्पर्धाको ग्राउन्ड हुनु पर्यो। त्यो सिद्धान्तमा आधारित भएर हाम्रा कार्यक्रमहरू, बजेटहरू आओस्, नीतिहरू आओस्। त्यसै गरी चाहिँ राजस्वका त्यस प्रकारका नीतिहरू बनुन् जसले कोही पार्टी नचिने पनि, नेता नचिने पनि, प्रशासक या मन्त्री नचिने पनि उसले चाहिँ व्यवसाय गर्न सकोस्, प्रतिस्पर्धा गर्न सकोस्। त्यस्तो खालको चाहिँ नीतिमा चाहिँ हामी विकासको काम, उद्यमका कामहरूतिर जाउँ। त्यो कुरामा चाहिँ अर्थमन्त्रीजीसँग मेरो अनुरोध रहेको छ। त्यसै गरी चाहिँ नयाँ चरणको के अरे सुधार गर्ने भन्दा 5 क्षेत्रमा केन्द्रित गर्ने गत वर्षको बजेटले भनेको थियो। अहिले त्यो सान्दर्भिक छ। एकातिर हाम्रो संरचनागत सुधार गर्नुपर्छ। अहिलेको होल अर्थतन्त्रको संरचनामा नै कहीँ न कहीँ हामीले चाहिँ सिफ्ट गर्नुपर्ने भएको छ। अर्कोतिर हामी व्यावसायिक वातावरणमा सुधार गर्नुपर्ने छ। साथसाथै चाहिँ सार्वजनिक वित्त प्रणालीमा, सार्वजनिक वित्त प्रणाली खर्च गर्ने तरिका, योजना छनौट गर्ने तरिकाहरू लगायत टेन्डर सेन्डर आदि कुराहरूमा सुधार गर्नुपर्ने छ। त्यसै गरी वित्तीय क्षेत्रको सुधार गर्नुपर्ने छ। अहिले चाहिँ
राष्ट्र बैङ्कको त 2 महिना 2.5 महिनादेखि गभर्नर छैन भनिरहेका छौँ हामी। कमसेकम नियामकहरू समयमै नियुक्ति गरौँ, प्रतिस्पर्धी बनाऊ र जसले चाहिँ एउटा वित्तीय क्षेत्रलाई सुधार गर्न सक्छ र सार्वजनिक प्रशासन, सबै मान्यजीको चासो के सार्वजनिक प्रशासन प्रतिस्पर्धी भएन, त्यसले चाहिँ खर्च गर्न सकेन भन्नुको अर्थ चाहिँ त्यहाँ नेता गएर खर्च गर्ने त होइन नि त। सार्वजनिक प्रशासनमा सुधार गर्नु पर्यो, क्षमता गाली गरेर भएन, क्षमता अभिवृद्धि गर्नु पर्यो लगायतका कुराहरू गर्दै हामी चाहिँ यहाँ एक अर्कालाई दोष दिने, आरोप गर्ने भन्दा पनि हामी आफूले आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारीबाट पर्फर्मेन्स गरौँ। सरकारले मजाले काम गरेर चाहिँ प्रतिपक्षी दलको खण्डन गर्नुहोस्, जनताका असन्तुष्टि गुनासाहरूलाई सम्बोधन गर्नुहोस्। त्यसो गर्दा त कुनै गुनासै आउँदैन। राम्रो काम गर्यो भने सत्ता पक्षको हाई हुन्छ, प्रतिपक्षी आवाज स्वतः कमजोर हुन्छ, सडकमा आवाजहरू कमजोर हुन्छ। यही हो नि त लोकतन्त्र भनेको। म काम गर्छु भनेर जिम्मा लिएको मान्छे गुनासो गर्ने, अरूसँग जुझ्दै बाटोमा होइन, सत्ता पक्षले काम गरेर देखाउने, कामबाट हो जवाफ दिने। प्रतिपक्षले जनताको आवाज खबरदारी गर्ने हो। प्रतिपक्षको काम खबरदारी, सत्ता पक्षको काम गरेर जवाफ दिने हो। यो ढङ्गले जानुभन्दा मुख धेरै चलाउने, खण्डन गर्ने, दुनियाँ चाहिँ प्रतिपक्षी या जनतालाई आवाज भनेर चाहिँ खण्डन गरेर कहीँ पनि लोकतन्त्र सुदृढ हुँदैन। त्यसैले सत्ता पक्षका मान्यज्यू, मन्त्रीज्यू, प्रधानमन्त्रीहरूले काम गरेर काममा त जवाफ दिइदिनुहोस्। हामी केही पनि बोल्नेवाला छैन, समर्थन गरेर हिँड्छौँ। त्यो रचनात्मक रूपले चाहिँ प्रतिपक्षी प्रस्तुत हुन तयार छ। अर्थमन्त्रीज्यू अनुभवी हुनुहुन्छ, विगतमा पटक पटक बजेट बनाइसक्नु भएको छ। त्यसैले यो वरिपरि बसेर बजेटको चाहिँ प्राथमिकताहरूलाई काम गर्नुहुनेछ भन्ने मेरो शुभेच्छा पनि छ। धन्यवाद।